यो ज्वालामाई मन्दिर परिसर भित्र हामी चाहिँ प्रवेश गरेका छौं। यस मन्दिरमा यसरी चाहिँ राम्रो दृश्यहरू देख्न पाइन्छ र यस मन्दिरमा आएर धेरै कुराहरू यहाँ हामीले दर्शन गर्न पाउने यहाँ पौराणिक कथन पनि छ र यहाँ यसरी ज्वालामाई को मन्दिरमा बुद्धको चाहिँ यो मूर्ति यसरी घुमिरहेको हामीले देख्न पाउँछौं र यसरी यो मन्दिर भित्र यसरी यो मन्दिर भित्र यो मूर्ति घुमिरहेको म अवलोकन गरिरहेको छु। यो मन्दिर परिसर भित्र बडा राम्रो दृश्य देख्न पाइने कुरा यहाँ बताइएको छ र त्यसै गरी अर्को मन्दिर नजिकमै रहेको छ र त्यो मन्दिरमा पनि भगवान ज्वालामाईको दर्शन गर्न पाइन्छ। यो मन्दिरमा पनि लाइनबद्ध तरिकाले यहाँ दर्शन गर्ने दर्शनार्थीहरू लाइनबद्ध रहनु भएको छ। त्यसरी लाइनबद्ध रूपमा हामी दर्शन गर्न गइरहेका छौं र यो ज्वालामाई मन्दिरमा विशाल विशाल छ यो मन्दिरमा म प्रवेश गर्न म पनि यसै मन्दिरमा प्रवेश गर्न प्रवेश गर्नको लागि लाइनबद्ध भएर सबै भक्तजनहरू यहाँ उभिराख्नु भएको छ। यहाँ धेरै भिड छैन। यहाँ शान्त वातावरणमा यहाँ दर्शन गर्न पाइन्छ। यहाँ छिटो छरितो दर्शन हुन्छ यसभित्र। यहाँ दर्शन गरेर फर्किसक्नु भयो तल्लो मन्दिरमा यसरी पैसा फेरि तमासा देखो भन्ने मन शान्त गरायो नि भेडिएपछि भेडी लाग्यो भक्त आएपछि भक्त लाग्यो। यहाँ बडा रमाइलो छ एकदम आनन्दसित। ल हामी अब मन्दिर प्रवेश गर्दैछौँ। ल एकछिनको लागि म भिडियोलाई यही अन्तिम गर्न चाहन्छु।